हेलो गाइस, वेलकम टू आवर ब्लॉग। आज हम के खाँदैछौँ डार्लिङ? पुलाउ हो। पुलाउ गाइस, हामी आज पुलाउ खाँदैछौँ। यहाँ चाहिँ मासु पुलाउ, गोरेसँग मासु पुलाउ। यो चाहिँ मासु है गाइस, तपाईहरुलाई त थाहा छैन होला हैन। यसलाई चाहिँ मासु भन्छ के हो? हामी चाहिँ मासु भन्छौँ हैन। तपाईहरुलाई थाहा छ कि छैन? यहाँ कागती काट्दैछन् बुढी, अलि मुडअफमै छिन्। अस्वस्थ, अलिकति अस्वस्थ भएर मुडअफ छ बुढीको। अब मासु पुलाउ खाने आज हाम्रो कार्यक्रम छ। तपाईहरु भोलि आउनु होला है गाइजहरु। आज चाहिँ नआउनु कि मासु पुलाउ पुग्दैन, भोलि आउनुहोस्। कार्यक्रम हुँदैछ हाम्रो यहाँ, अलिकति सोक हुँदैछ। हल्का मैले एक पानी पखालिसकेँ। अब एक पानी एकछिन डुबाएर तातो पानीमा सपक्क हुन्छ। ल हाई गर हाम्रो। हाई गाइस, वेलकम टु आवर ब्लग। वेलकम टु आवर ब्लग। ठुलो दिदी आकी छ उहाँ हो। मेरो दिदी। तेरो फुपू हो? मेरो फुपू। ए उहाँ फुपूको डग पनि आएको छ। फुपूको टिनी। के राम्रो नाम छ? टिनी, हाई गर्दै। हाई गर। मासु दिएको खाँदैन अरे हो, छोडेको पनि छैन। अरूले आएर खाइदिन्छन् भनेर रुइरहेको छ, खान्न पनि भन्दैछ। लु छोपा यसरी छोप खुट्टाले छोप। अरूले लाग्दिन्छ अरूलाई डर पनि छ, रुँगेर बस्छ, खान्न पनि भन्छ फेरि। यहाँ मम्मी डन। कुन मार्क्स? ब्ल्याक। स्पाइडरम्यान मार्क्स? हैन क्या? मार्क्स भित्र पाउँछ हैन? हैन। बर्थडे मार्क्स? हैन। यहाँ गुराँसहरुकोमा पाउँछ। के पाउँछ? मार्क्स। म थाहा पाउँदिन। सानोको, ठुलोको। स्पेलिङ गर त मार्क्सको। MASK मार्क्स हो। ओके। ब्ल्याक कलरको मार्क्स। के रे मम्मी? ल हाते काँक्रा, कोर्याङ मकै बारी, दर्याङ। मार्क्स चाहियो अरे, मार्क्स। तुको विष्णु हो? मलाई नि मिठाई ल्याइदेऊ है। ल माग्न, ठुलो मम्मीले माग्न। कान्छी सुरुङ्गा गयो कि आउँदिन? कुन मार्क्स है त्यो? सर्जिकल मार्क्स पो रहेछ त। म त मुकुन्डो होला भनेको त। त्यही मार्क्स हो? त्यो मार्क्स किन्नको लागि त्यहाँ गएको रहेछ। म त यस्तो फेस मार्क्स होला भनेको त। उता हाम्रो मासु मेरिनेट भयो। हो नुन हालेको अलिकति कि छैन? नुन हालेर मेरिनेट भयो। यो हल्का 1-2 मिनट बसोस्। यहाँ हामी अचारको लागि काँक्रा काट्दैछौँ। त्यहाँ
मासु बनाउनुलाई मरमसला यता मासु फ्राई हुँदैछ मासु फ्राई हुँदैछ हाम्रो इन्टरनेसनल सेफबाट मासु उगारो गरिदिने आगोमा पोलेको मासु पोलेको होइन तारेको आहा यहाँ चौकीदार छ एउटा चौकीदारले हान्लाई मासु चौकीदार भाउ गर त भाउ गर भाउ गर जे नगर्नै साथै मलाई मोबाइल जे नहाल्नु है त्यो दिन चाहिँ पर्छ नि त्यस्तो जसलाई पनि कहाँ हो यहाँ देखिन र अर्ग्यानिक चुलो है गाइस हाम्रो त्यो छान्ने छ त हौ मिठो खाने पुलाउ अझै खाऊ है खानेऊ चम्ची हिजिए पनि अलिक थोरै ल्याउनु अलि खानु नखानु खाइसक्दैन होला यति त झन् खान मन लाग्यो भन्नुभएको होइन अनि ती कम्ती माग्नु न जहिले अरूको भागमा हालिदिनु पर्ने तपाईँलाई खानु खानु बिस्तारै यहाँ सानो छ त यो राम्रो राम्रो तिमीहरूले खायो भने म आफै गरेर निकाल्न खान्छु चम्ची छैन दे यहीँ रहेछ अलिकति पखालेर ल टिनी टिनीको खा 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 जा फास्ट फास्ट एउटा एक पिस मासु नहालिदिएको मासु नहालेर के खान्छ होला मिठो छ नि टिनी खाऊ खाऊ तातै खानु
लगाइदिएर हामीले चाहिँ पुलाउ खाइसक्यौँ होइन त मजै आयो मिठै भयो बनाएर खुवाउने दुईजनालाई धेरै धेरै धन्यवाद भन्दै हामी चाहिँ अब गन्तव्यतिर लाग्दैछौँ बनाउनेको दुईजना ती छन् राम्रो मिठो भयो अब बेलुकाको डिनर हाम्रो यही थियो आजलाई अब यही पुलाउ खाँदै हामी तल झर्दैछौँ आऊ सानो तल जाउँ चप्पल खोइ चप्पल खुट्टा धुने ल पहिला सिधा तल गएर खुट्टा धुने चप्पल लगा आउनु चियरमा नचढ हेलो गाइज दिस इज नेक्स्ट डे अब मैले भिडियो क्लोजिङ गर्न बिर्सेछु त्यही भएर क्लोजिङ अलिकति सर्ट बनाएर चाहिँ त्यो युट्युबमा अपलोड गरौँ भनेर म आइरहेको छु र गाइज अहिलेसम्म यहाँसम्म भिडियो हेरेर साथ दिनुभएको भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आगामी भिडियो नयाँ नयाँ भिडियो लिएर म फेरि आउने नै छु तबसम्मको लागि बिदा दिनु होला लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला है गाइज ल त गाइज बाई टेक केयर लभ यु अल बाई बाई